हेलो साथीहरू, म चाहिँ उकालो बाटो लाग्दैछु है, पसिन भएर। बिहान सिन्धुलीको मडगट्टीबाट 5 बजी बस चढेको, अनि सिन्धुली बजारसम्म, त्यसपछि इभी भ्यान चढेर खुडकोटसम्म आएँ। र खुडकोटमा चाहिँ गाडी कुर्दा गाडी आउने अवस्था नभएपछि त्यहाँबाट अटो चढेर मन्थली पुगेको। अनि मन्थलीबाट फेरि अर्को माइक्रो भ्यान चढेर म किर्नेसम्म आइपुगेँ। अब किर्नेबाट त गाडी पाउने झन् सम्भवै हुँदैन। त्यसपछि त्यहाँबाट 1 किलो सुन्तला किनेर उकालो लागेको। बिसाउँदै खाँदै जानुपर्छ भोक लाग्यो भने। अनि यो समस्या चाहिँ के कारणले भन्दा, अस्ति जुन तामाकोसीमा दुःखद एउटा बस दुर्घटना भएको थियो, हो त्यो कारणले गर्दाखेरि दुखित पक्ष सम्बन्धित व्यक्तिहरूले चाहिँ अब उहाँहरूले आफ्नो केही मागहरू राखेर अरनिको यातायात अवरुद्ध गर्नुभएको थियो। त्यो चाहिँ हिजोबाट खुलेको रहेछ। आज पनि खुडकोटमा 9 बजेसम्म आवाजात भइरहेको थियो, तर त्यसपछि फेरि बन्द भयो। त्यो बन्द भएको कारणले गाडी नपाएपछि मैले जे पाइन्छ त्यही गर्दाखेरि सहज होस् भनेर चेन्ज गर्दै आइपुगेँ। अब चाहिँ कुनै उपाय छैन हिँड्नु बाहेक। पहिला पनि ओखलढुङ्गा गएर फर्किँदा सेम यस्तै भएको थियो। त्यति बेला यही ठाउँबाट 12 बजे हिँडेको, लगभग 5.5 घन्टामा चाहिँ म घर पुगेँ। अब आज 2:30 बजे हिँडेको छु। 3, 4, 5, 6, 7, 7:30, 8 बजेतिर त घर पुग्छु होला। अब केही छैन, कहिलेकाहीँ यस्तै हुन्छ यात्रामा, किनकि हामीले जीवनमा हरेक कुराहरू अनुभव लिनुपर्छ। सधैँ सुविधा खोजेर मात्र पनि हुँदैन। गाडी पायो भने त चढिन्थ्यो नि, नपाएपछि हिँड्ने आँट पनि गर्नुपर्छ। पहिला पनि एक्लै यात्रा गरेको थियो बाटोमा, कोही भेटेन। अहिले पनि एक्लै यात्रा गर्दैछु। अनि माथि लगभग एउटा गाउँ भेटिन्छ, त्यहाँ चाहिँ एकजना घाँस काट्दै हुनुहुन्थ्यो, एकजना दिदी त्यो बेला। अनि मसँग पछाडि एउटा ठुलो खालको लामो ग्रिन ब्याग थियो। हेर्दाखेरि ठ्याक्क आर्मीको देखिने। अनि भदौको बेला हो क्या अरे। एहे बाबु, पल्टनबाट आउनु भएको हो, छुट्टीमा आउनु भएको जस्तो छ दसैँ मनाउनलाई। हो दिदी हो, पल्टनबाट आएको भन्दै म पनि हिँडेँ। त्यस्तो रमाइलो प्रसङ्गहरू चाहिँ बाटोमा यात्रा गर्दा हुने गर्छन्। एकचोटि इन्डियामा पनि के भयो भने त्यस्तै आर्मी जस्तै ग्रिन टी सर्ट थियो, त्यस्तै ब्याग बोकेको थिएँ, कालो चस्मा लगाएको थिएँ। अनि त्यहाँको ट्राफिक चेकिङमा चाहिँ आर्मी हे क्या भन्यो। हाँ हे भनेर भान्जोले पनि ब्याग सुट्ट कटाइदिनु भयो। म चाहिँ पछाडि बसिरहेको थिएँ। अनि एकचोटि काठमाडौँबाट घर आउँदाखेरि कपाल पनि त्यस्तै छोटो खालको आर्मी कटको थियो। अनि त्यस्तै अब झोला फेरि कुनै केही न केही मिल्दोजुल्दो हुन्छ है मसँग फेरि आर्मीको त्यो कलरहरू। अनि एउटा बाजेले, बाबु आर्मीको हो अरे। म त आर्मीको होइन त बाजे भने। अनि त्यसपछि केही बोलचाल भएन। अब आज पनि हिँड्दैछु, कुनै रमाइलो प्रसङ्ग भयो भने फेरि सेयर गर्नेछु म साथीहरूलाई। अब एकछिन बिसाएर सुन्तला खानुपर्छ। नन डिस्टर्ब हिँडेको छ अघिदेखि। फेरि योपालि टी सर्ट बोक्न बिर्सेछु, सर्ट लगाएर नै यात्रा गर्दैछु। अघि साह्रै गर्मी भएर प्यान्ट चाहिँ खोलेर ट्राउजर लगाएर हिँड्दैछु, अलिक सहज भयो। शीतल बल्ल अलि हाइटमा आएर हावा लाग्दैछ।